श्रीगण्डकी कोट्युह महागीको पूर्व सन्ध्यामा आयोजित कार्यक्रममा भक्तजनहरूको उपस्थिति बाक्लिँदै। दर्शकबिन पोखरा महानगरपालिका वडा नम्बर 17 बिरुटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्रीगण्डकी सतकुण्डी गायत्री कोट्युह विराट ज्ञान महागीको पूर्व सन्ध्यामा आयोजित कार्यक्रममा पनि स्थानीय भक्तजनहरूको उपस्थिति बाक्लिँदै गएको छ। महागीको पूर्व सन्ध्यामा अहिले बिरुटाको प्रगति टोलमा राष्ट्रिय भजन प्रतियोगिताको लागि निर्माण गरिएको पण्डालमा विविध कार्यक्रमहरू आयोजना गरेको छ। हरेक दिन भइरहेको उक्त कार्यक्रममा भक्तजनहरूको सहभागिता बढ्दै गएको छ। विशेष गरी महागीको पूर्व सन्ध्याको अवसरमा भारतको ओडिसी क्षेत्रमा निकै लोकप्रिय सूर्य गुरुकुल ट्रस्टका शास्त्रीय कलाकारहरूको सहभागिता रहेको थियो। त्यस्तै राष्ट्रिय भजन गायक गायिकाहरूको प्रस्तुति, लीलामय कलाकारहरूको झाँकी प्रस्तुति, मानव सेवा फाउन्डेसनका कलाकारहरूको प्रस्तुतिसँगै मानव सेवा फाउन्डेसन नेपालद्वारा सञ्चालित मामाघर आश्रमका बालबालिकाका विविध प्रस्तुतिहरू पनि प्रस्तुत भएका थिए। त्यस्तै भोलिबाट नेपालकै कान्छी भागवत बाजिका बाल विदुषी अनुराधा पाण्डेले श्रीमद् भागवत कथा प्रवचन गर्ने कार्यक्रम पनि रहेको छ।